जसो ब्याफुल्ला फेरि पनि भ्लग 2 है भ्लग 2 मा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी यो गोकर्ण टु तारेभिर जाँदैछौँ। च्याङमा दाइ अर्जुन गुरु भाइ पुचे अगाडि अङ्कल एकेर बुढिस्रो ब्लगर है बुढिस्रो ब्लगर सामान किन्दै हुनुहुन्छ। अब यहाँबाट हाम्रो यात्रा सुरु हुँदैछ तारेभिर चाहिँ माथि डाँडा यो भन्दा पनि माथि डाँडा होइन। ल बुढिस्रो ब्लगरलाई स्वागत छ पन्जे ब्लगमा है पन्जे ब्लगमा। अब के ल्याउनु पानी भइहाल्यो सिट चाहिँ एकदम मेरो हाम्रो यहाँ कम्फर्टेबल सिट छ होइन। सबैजना आउनु होला फेरि अझै कम्फर्ट सिट छ र के रहेछ लेखे होइन होला के हो ए हो नि केरा चाहिँ यात्रा आयो तारेभिर देखेको छ है तारेभिर मकैबारी द्वारेम हरियो काँक्रो क्वारेम काँक्रै छैन काँक्रै छैन है काँक्रै चाहिँ छैन तारेभिरको यो बाटो चाहिँ अलिकति त्यहाँनिर दामी स्विमिङ पुल बनाएर दामी रिसोर्ट बनाएर गुरु बिस्तारै कुदाउनु मेरो हातले भन्दै एउटाले। अहिले चाहिँ हामी यहाँ रोकिरहेको छौँ। यहाँनिर चाहिँ झर्ना छ सानो झर्ना है सानो झर्ना सानो होइन ठिको छ ठिक्कको झर्ना है झर्ना यहाँबाट चाहिँ सिन्मब्बाल देखिने छ है काठमाडौँ हामी चाहिँ तारेभिर आइपुग्यो तर समयले साथ दिएन। पानी परेर थिए जिन्दगीमा के भयो आज पानी परेर बिचोक भयो यार केटा हो पानी परेर बिचोक हो तर उता चाहिँ परेको छैन है। एयरपोर्ट केटा हो एयरपोर्ट है यो चाहिँ एयरपोर्ट हो। पानी परेर बिजोक भयो यार बिजोक भयो पानी परेर। ल फाइनली तारेभिर चाहिँ रहेछ तारेभिर डाँडो यो तारेभिर डाँडो तारेभिर पन्जे ब्लग ओ तारेभिर डाँडा ल यो माथि डाँडामा जाने भनेको थियो। सिन चाहिँ बब्बाल छ है यसको
तारेभिर 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 च्याउँदै यस्तै छ के गर्नु सबजना फोटो खिच्न बिजी छ म चाहिँ यसो अब कुखुरा चराउँदै बसिरहेको छु भाले हो कि पोथी हो यो पोथी हो यो नि पोथी हो कुखुरा चराउँदै बसिरहेको केटाहरू सब फोटो खिच्दैछ है ल ल ठिक छ फोटो खिच्नुपर्छ हामी चाहिँ हेरेको हेरे हामी चाहिँ हेरेको हेरे च्याङ्दै 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 ठिक छ भिरबाट यहाँबाट हेर्दै बस्नु चाहिँ मजा आउने ठाउँ छ है तारेभिर चलो ल ल ल ल हे भगवान यो भैँसीले भात खाए हुन्न र सेतेकाले के छ च्याउँदा नि ल कस्तो भयो तपाईँको दामी भइरहेछ अहिलेसम्म अझै योभन्दा पनि राम्रो बनाउनेमा छु कोसिस गरिरहेको छु सबैजनाले साथ दिनु होला साथ कस्तो साथ सपोर्ट केमा सपोर्ट दिनु पर्यो तपाईँले सबैमा सपोर्ट दिनु पर्यो टिकटकमा फेसबुकमा इन्स्टाग्राममा सबैमा युट्युबमा पनि मेरो युट्युब च्यानल है यो युट्युब च्यानल के हो अरे च्याङ्दै मेरो युट्युब च्यानल युट्युब सागर तामाङ ए कोन्जु घिसी हे भगवान यो भैँसीले भात खाए हुन्न र ल अब चाहिँ हामी तारेभिर सिर घुमेर होइन अब जान लाग्यो सबजना गाडी चढिसक्यो ए केटाहरू ल पाल पाल मोबाइल क्या हेलो 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 ल ल मुर्रा ए सागरले त गर्ने सिकाइदियो तारेभिर घुमेर हामी चाहिँ फर्किसकेको छ है यो गाइस तारेभिर पुगेर हामी आइसकेका छौँ अब हाम्रो बाटोमा यस्तो विशेष कार्यक्रम हुन गइरहेको छ चियापान कार्यक्रम अनि हाम्रो यहाँ म्युजिकमा बस्नुहुन्छ हाम्रो विक्रम साप अनि हाम्रो आजको विशेष अतिथि भनेको हाम्रो बेनिस्टर ब्लग युट्युब च्यानलमा गएर बेनिस्टर ब्लग सर्च गरेर सब्सक्राइब हान्नु पर्यो बेनिस्टर ब्लग भनेपछि हेरे हुन्छ है गाइस कहिले चाहिँ खास खानुभयो लगाएको धारा हो है धारा टक्क गुलाबको फुल भएको ठाउँमा आएको छ गुलाबको फुल फेरि यो होइन नि यो हो नि गुलाबको फुल यो गुलाबको फुल है हरियाली कुरो लो पुरा हो त्यो तारेभिर हेलो 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 कुन मान्छे उहाँलाई चिनेन मैले
छैन नि कुर्सी हाम्रो त कुर्सी 90 हुँदैन अम्मा म खतरा हेरेर पहिलो केपी ओली सरकार बन्नु परेन हैन सेन्दै लो बिस्तारै बिस्तारै भइहाल्छ नि किन आतेको नीचे आयो नीचे 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 खिच्छ पछि पछाडि उभिटा ओ नीचे हेर न बन कुखुरा जाउँ न एकजना जाउँ न कुखुरा कस्तो यहाँ चाहिँ तिन पानी है तिन पानी पानीमा अर्गानिक आउँछ किनपेट जति एकै ठाउँमा ल्याउ न यो चाहिँ अर्ग्यानिक पानी है फेरि पानी अर्ग्यानिक तारो बिर्को डाँडोबाट अब हरियाली गुलाब गुलाब अर्ग्यानिक खुर्सानी लो अर्ग्यानिक खुर्सानी अर्ग्यानिक यहाँ चाहिँ भोलि पर्सि यो अहिले यत्रो छ यो ठुलो हुँदै हुँदै गएपछि यो माथि खुर्सानी फल फल्छ यसमा जुनारै होला यो जुनार है जुनार यो हरियाली गुलाब हो नि फेरि यो गुलाबको फुल यस्तै फुल फुल्छ यहाँ अहिले चाहिँ फुलेको छैन भोलिपर् चाहिँ यो अलिक छिपिसकेपछि यस्तै फुल फुल्छ रातो फुल फुल्छ फर्स्ट बाइट हाने ल सेकेन्ड बाइट हाने ल थर्ड बाइट ल अम्लेट है म त के सोच्नु पर्यो यार अम्लेट यस्तो खाँदिन हेर त यहाँ तिमीहरू बरु रेको नखाओ कि फ्यान्टा कि स्प्राइट कि म कहाँ बस्ने त यहाँ कहाँ बस्ने म कहाँ बस्नु यहाँ होला यहाँ मुनि यहाँ आउ न मासु खाओ ल यहाँ होइन त्यहाँ मासु खाऊ है त त्यसमा सुगर त्यसै हुन्छ हेर उबर हुन्छ कि पाँच छ यति हुन्छ अझ त्यो के भन्दो रहेछ नि अहिले नयाँ आएको क्या त्यो फोक्सो कि के भन्ने फोक्सो कि